हेलो ए ओके अहिले चाहिँ हामी यो कुन चाहिँ तेजुको कुन जग्गा हो यो तेजुको तपाईको लोइल्याङ भन्छ लोइल्याङ भन्ने जग्गामा चाहिँ अहिले हाम्रो मनोज भाइको चाहिँ साथीको जग्गामा मिस्मी हैन उहाँहरू मिस्मीको घरमा आएको छौँ मिस्मीको घरहरू यस्तो हुँदो यस्तो दामी हुँदो रहेछ यहाँ चाहिँ पुरा यो चाहिँ के अरे बाँसको उसले बनाएको यहाँ अहिले उहाँहरूको मन्दिर अरे यो चाहिँ हेर्नुहोस् है अब यो कलेक्सन यो सबै के को टाउको हो होइन राँगाको वन राँगाको टाउकोहरू यसरी कलेक्सन हुँदो रहेछ अन्त यो चाहिँ शिकार खेल्ने एउटा यो हाम्रो चाहिँ बाँड भनौँ न यो है गुलेली बाँड है यस्तो हुँदो रहेछ है गुलेली बाँड है त्यहाँ तीर जस्तो यस्तो हुँदो रहेछ यो देखेको हो यो युट्युबमा पनि देखाएको छ यस्तो हुँदो रहेछ है यो मन्दिर रहेछ शिकार गरेको कलेक्सन हजुर अनि यो चाहिँ अब पूजा गर्दा फेरि जो चढाको हुन्छ पूजा कलेक्सनहरु बनहरु त्यत्रो अब यो जसको बेसी छ उसको त्यति अब सम्मान हुन्छ अब समाजमा त्यस्तो अच्छा 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 है यसरी चाहिँ आज कस्तो हेर एकदम खुसी लाग्यो यस्तो देख्नु पाउँदाखेरि हामीले कतै कता देखिएको थियौँ यो अरुणाचल प्रदेशको चाहिँ यहाँ तेजु भन्ने ठाउँमा चाहिँ यहाँ आएको छ यसरी घरहरू हुँदो रहेछ यस्तो खालको यो बाँसले यो गरेको यस्तो घरहरू यस्तो छ यहाँ उहाँहरूको यो चाहिँ यो पकाउने होइन यो धुवा दिने ठाउँहरू रहेछ यस्तो लामो घर यस्तो लामो घर हुँदो रहेछ यो घरहरू चाहिँ यस्तो राम्रो हुँदो रहेछ कि यहाँ चाहिँ होइन उता देखाउनु भनेको छ पर्मिसन लिइसकेको छ यस्तो यस्तो घरहरू हुँदो रहेछ यसरी आगो फुकेर यहाँ चाहिँ यसरी चाहिँ हर रुममा अलग से चुल्हा हुन्छ हो प्रत्येक रुममा चाहिँ एउटा चुल्हा हुँदो रहेछ है यसो भने यो चुल्हा है यहाँ यस्तो हुँदो रहेछ अनि यहाँ यो झोला यसरी बोक्ने उहाँहरूको यस्तो है झोलाहरू हुँदो रहेछ है यस्तो हुँदो रहेछ अन्त यो घरहरू यस्तो हुन्छ त्यस्तो यो यसरी घरहरू अनि यो हेर भाइ नाङ्लोहरू यसरी नाङ्लो उछानेर देखा त भाइ नाङ्लो गरेको हो हाम्रो गाउँघरमा नाङ्लो जस्तो नेपालमा नाङ्लो जस्तो यस्तो हुँदो रहेछ यहाँ यो के भन्छ डोको टाइपको थुङ्चे होइन लोकल ओके आउँछ म आइहालेँ घरहरू यस्तो हुँदो रहेछ यस्तो यो बाँसको घरहरू एकदम ट्रेडिसनलको है हुँदो रहेछ अब यो चाहिँ यस्तो यहाँको चाहिँ ट्रेडिसनल कुर्सीहरू बेतको बनाएको हुँदो रहेछ यहाँको लोकल अरुणाचलको लोकल मिस्मीको घर हो यो यसरी यहाँ यसो पूजा गरेर आफ्नो उहरूको चाहिँ पुर्खाहरूको चाहिँ फोटोहरू पनि राखिएको रहेछ यो चाहिँ पूजा गर्ने ठाउँ रहेछ यो चाहिँ प्रकृतिलाई पूजा गर्दो रहेछन् यहाँ चाहिँ नेपालमा जस्तै अब आदिवासीहरूले चाहिँ राई लिम्बूहरूले गुरुङ मगरहरूले पनि प्रकृतिको पूजाहरू गर्छ त्यस्तै उनीहरूले पनि प्रकृतिको पूजा गर्दो रहेछन् त्यो यस्तो छ बाँसले बेरा गरेको त्यो अनि खोला नदीहरूको पनि पूजा गर्दो रहेछन् यस्तो खालको यो चाहिँ हामी अहिले अरुणाचलको तेजु भन्ने ठाउँमा आएर यसरी यो घरहरूको अवलोकन गरिराखेका छौँ यसरी यो घुम्ने मौका पायो हामी चाहिँ बहिनीको हातको टिका लाउन आएको थियौँ यसरी बाँसहरू कोटेर यसरी बनाएको हुँदो रहेछ यस्तो तरिकाले यस्तो हुँदो रहेछ यस्तो हुँदो रहेछ यहाँ यसरी आज हामी खाँदैछौँ यहाँको लोकल खाना खाँदैछौँ हाम्रो भाइको साथी लोकल डिसहरू यहाँको चाहिँ आज साखा पाइयो हाम्रो फुपूले लोकल डिस खाँदै हुनुहुन्छ एकदम यो चाहिँ उसिनेको नि स्वास्थ्यको लागि यति राम्रो हुन्छ बै बिरालो पनि कस्तो राम्रो बिरालो हेर भाइ बोकेर लान्छु के हो मागेर यस्तो हुन्छ आमा ल यस्तो है यो त यस्तो रहेछ यस्तो खाना खानु पाइयो अरुणाचल प्रदेशको लोकलको उहाँहरू हुनुहुँदो छ घरमा अहिलेलाई भने हामी खाना खानु लागेको छौँ